आजबाट फेरि हाम्रो प्रदेशको यात्रा सुरु भयो। पहिलोचोटि हाम्रो आमा चाहिँ प्लेनको यात्रा गर्दै हुनुहुन्छ। यसरी बिदाई गरियो एयरपोर्टमा आफ्नो छोराछोरीसँग आमा। पहिलोचोटि विदेश यात्रा गर्दै हुनुहुन्छ हाम्रो आमा। अलिक डराइराख्नु भएको स्थिति हो। यही प्लेनमा जानुपर्ने हामी। ल अहिले हामी प्लेनभित्र छौँ। आमाको स्थिति चाहिँ यस्तो छ प्लेनभित्र। अहिले चाहिँ हामी कतारको एयर ट्रान्जिटमा हो। युके ल्यान्ड भयो। हाम्रो सरिता बुहारी आउनु भएको थियो वेलकम गर्नलाई। उहाँको गाडीमा चाहिँ अब हामी रुमतिर जाँदै गरेको अवस्था हो। रात परिसकेको छ युकेमा। हामी युके एयरपोर्टबाट चाहिँ बाहिर निस्कँदैछौँ। अहिले रोडमा पुग्यौँ। बाहिर चाहिँ यस्तो झिलिमिली सहर, युकेको झिलिमिली सहरको यात्रा गर्दैछौँ। अब केही समय पछाडि घर पुग्छौँ। युकेमा आएर समुद्र भिजिट पनि गरियो। समुद्रहरू हेरियो। राम्रो रहेछ, एकदम खतरा। बाँकी अपडेट चाहिँ दिँदै गरौँला। बाई बाई।